हाम्रो दुलै राजा हाम्रो दुलैनी रानी हाम्रो दुलै हाम्रो आन्टी मैले यो लगाएको छु यो के हो कुकुर हेलो हाय हेलो हाम्रो हुनेवाला देवरानी दुलै रानी एकजना दुईजना तीनजना गाडी लगेर आछन् हेलो एकजना गाडी हो डिक्कीमा बसिहाल हेलो दुईटा बत्ती हो ट्राफिकमा हाल्नु कतै जानको हो त डिक्कीमा पनि अड्छ त्यहाँ लेडीज रहेछ हेलो हाय हेलो कस्तो कालो देख्यौ तिमीहरु हा सिसु झन् देखेकै हैन मैले लग्न दे कतै छ पैसा आएर मम्मीले हाइदिनु त अंकल पैसा दिनु रे 10 रुपैयाँ दिनु होला अरु ब्याग खै ए नानी बाबु राम्रो भिडियो बनाए अनि त चलेन नाम उतान सकेको हो यहाँ तानेसी हो आवश्यक गरा उज्यालो फलोस् उज्यालो ले दाइ भइ त अनि हेलो बाबा लगा दो थे त पला स्कुल खानुमा म छोड्दै अरु त म छोड्दै भुइँमा सिरमा लगाउँ यस्तो फास्नु दुईटा खानु हातमा खानु कति पातामा चाहिँ फुल त ल्याउनु भएन नि हजुर फुल माला त ल्याए फुल ल्याएन अहिले फुल किन्नु पर्ने हो फुल त कता पाउँछ त यो फुल यो पछाडि बेबी जाऊ पछाडि एउटा टपल लिएर बेबी जाऊ त त्यो र अर्को वाला सानो Congratulations. Maya? Udah agak dikit. दाइनामा थुप्रै खाने तिनचोटी है तिनचोटी खाने एकचोटी हातमा खाने त्यस्तै छछरेको खाने हजुर ल पुरा छोरीले लाइभ बस्दै छिन् त छोरी ए कहाँ लगाएर बाबुले पनि हो उनीहरुको दुबै जना त्यही नि त्यही दिदी आन्टी बाबु त खर्च है कतातिर देखाएको म यता छु तल देखाइदिनु त अनि क्यामेरा यता हा अगाडि फर्किनी हो ल भयो यसरी के यसरी छ नि
यसो गर्ने यसै चलाउने हरि ओम देवा देवैडन देवा अग्निमात्र समादेन विष्णुमन्त्र वर्ष जति दिवा जति वायुमात्र समादेन विष्णुमन्त्र वर्ष वित्तेस्तु वैष्णवदेवी रामो अग्निमन्लोकः पितृघटनः पितृघटमसि घिउ दही चन्दन अक्षता ती सबै है अनि फुलहरू चढाउने एउटा एउटा सत्य लक्ष्मी सबैले रात्रि पासी नक्षत्र इष्टनी खाना ममै खाना सबैले कमै खाना गर्भत्राय नमः माइतीहरूको आउनु होइन मिल्दैन आफू झन् यता छन् थोरै जल यसरी चोकेर घुमाउने दुना वरिपरि अब जल भने त्यही हो क्या यताको त्यो जल कर भएको अब मेनी गाई चलाउने छैन आफ्नो भागमा घुमाएर गबे नम गरु कत्रो नम ल अब त्यो गाईलाई यसो भिसारेर मलाई खुवाइदिनु गाई भनेको धुम्राको दुकान अध्यक्ष भारत द्वादशस्थानी भित्र महाकाय कोटिश्वर समग्र अग्निपुर देवेश प्रश्न श्रोता सोपात पदपर्द भक्त कल्याणकारिणी विघ्नपति पुराराय गणाधिपति ओम श्री नम गणाधिपति नम ममेश्वराभ्यम लक्ष्मीनारायण बाणी हिण्य गर्भे सचिवृन्द मातृदेवा पितृदेवा कुलदेवाय इष्टदेवाय स्थापितदेवा नदिवेश ब्रह्मदेव नम सबै सम्झिँदै है आफ्नो कुलदेवता देवता हरि ओम स्वस्तिन्द्र बुद्धस्वा स्वस्ति न मुखा विश्ववेदः स्वस्ति नेत्राक्षो अरिष्टमी स्वस्ति रुद्रातो भद्रं कारणि विष्णुदेव भद्रं पश्चिमाग्निथेरङ्गै तुष्टुवा उषस्तनो ब्रह्मसे वैदे वैतं जुदायुः हरि ओम गणानन्त क्रमदिहमे प्रियनन्त प्रियदिनन्त अनिरुद्धावजानि गरुडमातमजा शीघ्रतम हरि ओम देवीर्द्वार इन्द्रगु संघा देवी बिरजावनु धन आवस्यन्तरेण कुमारित पार बाणगु रेणुको काटन वर्षौनि वर्षुदे शान्ति देव हरि ओम अम्बिके बालिके नमः त्रिसंग सरस्वती सौदेकं कामदिवासिनु ओम श्री गणाधिपते शनि शनि खाना मै खाना सर्वकोमा कर भत्राय नमः अर्घ भत्राय नमः ल अब त्यो चढाइदिनु अब यस्तो हात गर्न आउँछ धेनु मुद्रा भने गाईको थुनाकारको मुद्रा भने यस्तो जोड्न आउँछ अब हजुरले जोड दिइहाल्नु म जोड्दै जसमा त्यस्तै गराउँदिन ल त्यही छुवाइदिउँ थालीमा छुने धेनु मुद्रा यसरी छोयो भइको त भगवान्ले धेनु मुद्रा अब यस्तो शङ्ख मुद्रा गराउने शङ्ख मुद्रा अब यसो सूर्यनारायण नमस्ते गर्ने शशिभास्कर राय नमस्ते सूर्यनारायण ढोगर्ने अब त्यो यो थालीमा दिव ज्योति नमस्ते ल ओम रक्षण दिवाय नमः हे जीवनलाई रक्षा गरे हाम्रो सम्बन्ध सुगमय रहोस् रहोस् होइन कुनै विघ्न बाधाहरू भनेर सम्झेर त्यो छोडिदिने बत्तीलाई सम्झेर त्यो चढाइदिने थालीमा थालीमा राखिदेऊ मनमा नै भने पनि हुन्छ बत्तीलाई साँची सबैले साँची पछि दायाँ बायाँ गर्न पाइन्न होइन अग्नि साँची जन्तीहरू साँची यी बच्ची साथी छन् हरि ओम अब कलशको पूजा गर्ने यिनी कलशको है कलश लिएर गइदिन्छ एउटा गुच्छ गुसा कलश वर्णको अब फुल अक्षरमा हाल्नु है हात जोड्नुहोस् फुल अक्षता समातेर फुल अक्षता समातेर हात कस्तो ब्लर आउने रहेछ यहाँ बिहान बिहान बजार आउने बेलामा गणेश मन्दिरमा नपसिकन घर नफर्किनु होइन भगवान् गणेश भनेर सम्झिने विघ्न बाधाहरू हराउनु माइती आउनु भयो माइती ब्लर आछ भाइ अङ्कल कस्तो ब्लर आउने रहेछ यो मोबाइलबाट ए यताबाट देखाउनुहुन्छ ठुलोमा होइन अङ्कल हो पछाडिबाट ब्लर आउने रहेछ त क्यामेरा म भन्दैछु नि अब बिरालो विनियोग घुमेर छोडिदिनु त पाइन्छ
ल अब यसरी धुने थाहा नि यसरी धुने है सात पाँचमा पनि दाहिने हातले धुने दुईटा बुढेमासँग ल ओम विराजो शिविराजो विराजो दो शिविराजो दो मैसी मै पाद विराजो द किनचोटि सर के टाउको थर्किन्छ थर्किने जसले अब के खाने बहिनी त खाने पर्छ आइनु हुन्छ बहिनी त टाउकोमा थर्किने नखाने हुन्छ है ल कुरा धुने फर्किनु मात्रै यता आइनु ल धोयो ल यसो अब जोइन खुट्टाहरू यसो कानमा राख आफूले राख्ने हो पाप लाग्दैन अब जोइनको के पाप लाग्ने दुईटा अरे ल बोक्नु पर्छ त अनि त्यो पाए माथिबाट ल भयो भयो अब अङ्कलले पनि त्यसै धोइदिने अङ्कलले दुई पैसा भयो हेर्नुभयो ल अब यता आउँछ भयो दुलै जाने ए दुलै जाने रे दुधौली जोदेन कन्या वर्षको मे वर्ष कन्या पादको राजा सजिलो मानस तो अगह फेर अब ती कलरफुल मात्र आउँछ सबैलाई छोइदिनु नि कहिले कपडा खोजेको सेतो कपडा पनि सेतो कपडा हो ल त्यो गणेश भगवानले चढाउने ल अब सेल फ्राई गरेर लिनु बेटाले फ्राई गरौँ न यता तिमी छोड्दै खान्छ यहाँ यहाँ तिमी पनि बिहा दे भोलि केटा लिएर आए ल अरे यो मैले के गर्नु भने अब भरि लग्ने थोत्तरे थोत्तरे चलाउने नि सलकमा जाने है हरि योगमा स्वस्ति न इन्द्रो विद्वसभाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति न त्राक्षो अरिष्टनेमिः स्वस्ति न वृषदातु भद्रं कर्णे तीनचोटि है भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्येमाक्षभित्राखिरैरङ्गैः शुभा ताली बजाऊ सर्वमंगल मंगले शिवे सर्वत साधिके शरण्यतमय गौरी नारायण नमस्ते तदेव आजबाट प्योर ताराबलं तलबलं तदेव विद्याबलं दैवलं लक्ष्मी घास्मरामि मंगल मूर्ते नमः वे पटन बाबु यस्तो यो वाला यस्तो घिनलाग्दो साउन्ड सुनिन्छ ये सिधो डाल दिनु ओम श्रीमन्मा गणाधि सिधो देखि हो अलि अगाडि हजुर अलि अगाडि हो अग्लिनु परेको कस्तो समय रहेछ धर्म लगाएर उता जाऊ उता दुने दुले पछि फर्किने लोटाको माथि लोटा त दुधाले त जुन पुड्याउला राख्ने नउठेको बसेर दुला पनि अलि अगाडि यहाँ राख्ने दुना ल दुने जल खाने जल खाने ल विराजो सुविराजो ल टाउको छर्किने छर्क्यो रे टाउको छर्क्यो रे विराजो शिविराजो महिला भानु भानु विराजो विराजो महिला भानु अब खाने एकचोटि है दुईचोटि भयो त ए अँ तीनचोटि एकचोटि अब एकचोटि खानु पानी हो त्यही पानी खानु त्यही पानी खाने खानु त्यस्तो ठगाउन जाने हो त्यही होला त नभयो ल हात धुने अलि पानी ल्याइदिनु एक लोटा जानु पानी र धारा के माग्ने यसरी दियो माग्ने हो यो बुढेस मान्ने यसरी ए पैसा माग्नु पैसा यस्तोमा मुस माग्दैन नै पैसा माग्नु हात थाप्नु आई आन्टी हात थाप्नु न त्यो दुईटा हातले गर्ने अनि यतिले हुँदैन भन्नु ए हुँदैन उहाँको साथ हामीले भनिदिएको नि उहाँले बोल्नु पछि विदेश गएपछि ल एटिएमै तिमीलाई ल अझै भएन त्यही हो ल यति ल लास्ट ल 1200
हातले भेटा डोरीमा ल्यायो ल्यायो हो बिहा बिहा लौ यो अब कति छिटो 11 कहाँ 11 ले भन्नु ए बढी अनि 11 त गाइज फाइनली गराइ पुग्यो के रे अङ्कलको रुमाल आन्टीलाई मन पर्यो हेलो नमस्ते मायाले भागौ तिमी र म समाजले मान्छे त त्यतिकै पहिले नाचे थिएन आज नाचे सृष्टि धेरै नाच्दैन नाच्न एकछिन सृष्टि एकचोटि नाच अहिले टिभीमा हेर्नुपर्छ टिभीमा हेर्ने अहिले यहाँबाट देखाउँछ अहिले म नाच्न नाच्न फोटो खिच्न
लिएर आउँछु भन्नुहुन्थ्यो अनि आफूलाई भएपछि हो क्या त्यो दिले एउटा खसी ल्याएर दियो भने क्या आफूले पनि दिदिनु पर्ने थोरै हो आफूलाई भयो भने दिले दिने हो क्या दिदी पनि त अब एउटा त भाइ लाज काजले पनि दिने गर्छ राम्रो होस् अरु आउँछ नि मलाई अर्को पनि तल थपोस् भन्नु अर्को तल थप्नु ल जस्तो आयो त्यस्तै रे साल नानीहरू नाच्छन् अहिले खैदिनु यता जाऊ छोरी नाच साल नानीहरूलाई तान्नु कि नाच्छन्
आइयो के गरेको मेहन्दी चलेको ए ढले भन्दै ढले ढले बाबा भाइ भिडियो बन्दैछ नि भन्दै जा ताना गोविंद कता रहिरहेछ नाच्दिन क्या अहिले गयो नाच्न तात्तिन्छ ओहो उता के अरे भेनाजुहरूको चाहिँ मम्मीहरू आइसक्नु भयो भेनाजुहरू चाहिँ आएको छैन ओ भाउजू यहाँ टिका लगाइदिनु अरे क्या आफै राम्रो गाना लगाइदियो आई मेरी छोरी ढाडे नमस्कार
छोरी ढाडे नमस्कार आज वरिष्ठले के गर्नु जे आउँछ त्यही लगा न के आउँछ पर्छ र रोक्दैन लगाइदे के छ नयाँ गीत चले त के गीत थाहा छैन के गीत हान्छ रोहित किन मेरो 1000 ल्याएर 100 रुपियाँ एक्स्ट्रा त्यसै खर्च भयो ल ढकाला गरेछ म तँलाई के भन्न आएको या भन्नु न त नि बल्ल दामी देखेछ भिडियो झिलमिली पालेर यसमा अलि धमिलो देखाउँछु कि यसमा फेरि क्लियर दिन्छ फेरि के हो र दि केटा हामीले फुलदरबार लिएर आउने 3500 रुपियाँ भन्छ ल ल 35 भन्छ गइहाल्छु म त हराइहाल्छु फेरि म त गइहाल्न नसो अहिले फेरि भक्क नाचौँ न है तर दिदी त्यो त कुकुर होला ल नाच ल ए नाइ दिन्छ मम्मीले अघि कहाँ नाच बोले सर पनि नाच कहाँ गयो सरिना नाच्देऊ फोन राख मोटुले गर्दैन कोही नाचेको हेर्नुहुन्छ क्या
भयो 10 मिनेटमा गाडी आउँछ रे चिसो भयो होला बेसरी ज्याकेट लगायो बिहान रुगले स्यास्या सिसी गरिदियो अनि बिरामी होला नि म त गइहाल्छु अब एकछिन म त गइहाल्छु है
झ्याउरेमा हुँदैन तल बस्नुपर्छ उठ्नुपर्छ जाने भाइ नाचिदिँदै हाम्रो रोहित भाइ नाच्छ च्याम्पियन छ नाच्नुमा भिडियो कलमा हेरेर चाहिँ नाचेको नाच्नु पर्छ यहाँ नाच देखाउनु पर्छ ठुलो क्या भने अब के ल्या जुत्ता खोलेर आउँछ
कति गरौँ तिम्रोमा पाएन गर्दै बेलैमा रक्सीको नसाले नचायो 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 नच्नता आउँदैन रक्सीको नसाले नचायो रक्सीको नसाले नचायो रक्सीको नसाले नचायो रक्सीको नसाले नचायो नाच्न नजाने नि नचाउँछ बोतलले मै पनि नाचे फन फन रक्सीको तालैमा आँखा मेरो गइरहने कान्छी नाच्न त आउँदैन रक्सीको नसाले नचायो रक्सीको
त्यही हो अर्को आउँछ त अहिले हिन्दी है अर्को नेपालीमा हाम्रो नाम लाग्यो अर्को पनि त्यो ठाउँमै छैन त्यसलाई माइतीले खुवाइदिनु भयो क्या चित्तली पनि हो मात्रै आउँदैन अनि के गर्ने तैँले नचाउँदैन त फेरि मात्र पहिला बाटो भएर गइसक्यो बाहिर पहिला नाच्थ्यो क्या भाउजू अब 14-15 वर्ष भइसक्यो ननाचेको अनि कहाँ कसरी नाच्यो भने गाला फुट्ने नाच्छु अरे यार कोई ऐसी तो बुला दियो ये लगा हाय गर्मी हाय गर्मी दिसंबर में कर दिसंबर तू लैम्बोर्गिनी मैं हूँ हमर वैसे भी कोई जल्दी नहीं मुझको बचपन से ही मैं लेट कमर मिलियन में तू बेबी एक हिलती कमर जैसे सुंदर लिख दो बेबी कर दो सब बात की एक लेगी मुझको तुम माथा टेक गर्मी कहते हैं किसको तो मुझको गले लगा के देख ऐसे ना तू देख परे क्यों मेरा ब्रेक करे लाल ड्रेस में रानी बिल्कुल केक लगे माइतीले छोड्दै छोड्नु नआएको जाने बोला कि भिडियो खिचिदिनुहुन्छ
उता दिदी बाटोमा जान्न नानी दिदी बाटोमा भाउजू नानी दिदी बाटोमा जान्न नानी दिदी बाटोमा नानी ए भाउजू आउनु यस्तो फेरि यो मधुर दिन्छु कि केक त किन्नु रेडी बाल्यो बाल्यो रोक न रोक त आगोमा नपार है आगोमा नपार हाउलङ त्यो बत्तीमा बाल्नु न त्यसलाई निकालेर तर हातमा दिनु हातमा दिनु हातमा उता सिस्टा दिनु न हातमा सिस्टरलाई दिनु क्या आवे बुढाले सबै के गरी चेक गालामा दल्दै भइहाल्छ ढोका लगाएर छु ड्रोन सट हान्नु पर्यो तीनटा बुहारी छन् तरकारी डट लाग्यो भने म डढेको तरकारी मन नखाने हामी त जे अर्डर गरे त्यही व्हाइट फरेस्ट ए ल ल अबदेखि व्हाइट फरेस्ट मेरो फेभरेट के चाहिँ यो इनाले कति काम नभएको मान्छे म हिँड्ने सेटबाट लाग्ला फेरि खानु तपाईँ खानु खाने हो नि यहाँ नि कहाँ राख्नु भयो खानु नै थियो हिजो अङ्कलको बिहा अङ्कलको अन्डीको आज छोरीको बर्थडे राम्रै कुरा हिजो मैले पैसा कमाएँ आज छोरीले कमाउने भयो आज मैले 100 रुपियाँ तेरो बुढाबुढीले उनीहरूलाई जस्तो मन लाग्छ त्यस्तो बनाइदिनु के थाहा त ओ उदान नानीहरुले केक मैले ल्याइदिनु के हो त 2 किलो केक यत्रो त्यो भने त मलाई आउँदैन त म भनेन 2 किलो केक लगाइदिनु ए यार दले रे यार खत्म भरे यार मैले पैसा दिएन त खुल्ला नभएर हो उधारोमा हो के त्यसको त पालो आउँछ चैतको 4 गते चैतको 4 गते ए साउनाले यसको बर्थडे कसको अंकलले त फेरि अहिले बल ल्याइदिनु अब सानो नानीको बर्थडे छ त चैतको 4 गते सबलाई छ त म ज्याकेटबाट दिनु त चैतको 4 गते ए नाही के चैत 14 4 4 29 29
1 2 3 4 5 मलाई दिने कतिवटा छ अस्तिको भाग हिजोको भाग खानै नदिए हुन्छ के यसलाई त सुगर छैन पुरा तानेर बनाइदिने ल अरु दिदी अङ्कल आन्टीको पाला खै म जान्छु हात धुनु मामु पर्नुहुन्छ मामु होइन त्यो त अलि मामु नै त हो त मामु पछिको ल सामान लगाइदिन्छु म तो ओमा लाग्यो केटीले के खाए यहाँ पुस्दै ह दिदीको छोरी दिदीलाई नलाइदिए म छुट्दै नछौ जिम्मा दिनुला ए फुकुला थोरै दिने अनि अब थोरै दिनुहुन्छ कि हातमा अलिकति हातमा मलाई यहाँ पुरै दलेर खतम पारे यार बनाइदियो है अङ्कलहरूसँग मेरो आशीर्वाद तेरो बर्थडे इल्ले त भाइ कस्तो त्यो कति लिएर हुन्छ 1 2 3 रवि चढे लिएर हुन्छ हैन एउटा लियो त्यसै किन्ने यो काट्ने मान्छे नराम भयो है हैन कि उस भाइदियो हिजो लाउनु पाएन हिजो अब के थाहा भएन ल सुरे त जेठी हिजो चाहिँ पैसा दिनुहुन्छ बस ल हल्का डुब्लाउनु त्यो बासी दिने कुरा हुँदैन मोटी हुनु भएन अब गाइड गर्नु है बाउसरी सेन्सन भयो सबैले लगाइदियो नि पैसा दिएन पहिला ए ल सुरमा इनलाई सक्नु अब लगाइदिनु लाइदिए के न लाइनै लगाइदिनु न सजिलो हुन्छ चारवटा छोरी छ यसले टक गर्ने हैन है चारवटा छोरी गर्छु हान्दिनु भाइ टक गरेर नि मिसलाई गल गरिदिन्छु म फेरि त्यही लाइनमा दिदीलाई नि लगाइदियो है यता फुपू हुनुहुन्छ फुपूलाई पनि लगाइदिने तपाईँले तपाईलाई रे के बाबुले लाइदिन्छ अरे के आउनु ए त मेरो लुगा दिदी टिप्ली अनि टाढा अनि उता दिदीलाई लगाइदेऊ अनि टाढा अहिले नै लगाइदियो ल फुपूलाई ल फुपूलाई त के आशीर्वाद दिने र मैले उल्टे दिने बिमारी नहुनु अनि त्यही त दुख बिरामी नहुनु धेरै बाँच्न पर्छ भगालेर फुपूले ए माइ उले भाउजूले आशीर्वाद दिए टिका लगाइदिए भइहाल्छ अहिले जाने बेला अनि के गर्ने नमस्कार है दिदी र फुललाई अहिले जाने बेलामा दिए पनि
दिदी आफै धनिसके रे धेरै पैसा फुला टियो लाएन तैँले लाइसक्यो त ढोक त सबैलाई गर्नुपर्ने हो यहाँ छोरीहरूलाई छोरी भन्ने सबैलाई देख्ने हुन्छ ल खोइ ढोका नि मैले पनि हो ल खुट्टा दियो ढाले दुख्ला फेरि एउटा खुट्टा मात्रै सानो दुईटा खुट्टा आउने बान्न लाग्यो ढोका तेरो बर्थडे होइन नि त आज ढोकरे भोलिबाट चाहिँ गोड दवा गर्ने होला भोग्यो खुट्टा खै सृष्टिको तँलाई पनि ल ल ल हिजोको त चाहियो त ल भन्जी खुट्टा दियो अब त्यही हिमाली लाएर उसलाई लाग्यो बाबुलाई बाबु खै त नि पब्जी खेल्दै थियो क्या हिमाली लगाउँ अङ्कलले लाग्यो सृष्टिको साथी हो ल ल सधैँभरि साथ दिने के सृष्टिलाई साथ दिन नचल्ने भान्जाले लाग्यो भान्जा तेरो पाला उता 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 लगाइदियो तेरो पाला भान्जाले हात थाप्यो टिकामा ल धेरै भान्जा कस्तो छ भिडियो बनाएको यहाँ बनाइरहेको छु के भोटो परिरहेको देऊ न के कुट्टी देऊ कुट्टी कस्तो जाडो नभए ल भाइ मामाको साटो अङ्कलहरूको पालो दिदीले लगाइदिनु अङ्कलहरू लाग्दैछ म त टिका लाउँदैन नि मात्रै हो दिदीले टिका लाग्नु म त टिका लाउँदैन नि केक मात्रै यसो गर खै अनुहार लेता ल्याएको त नाकमा नाकमा रगड गरेर खायो भइगयो त ल भोलि गाडी भाडा चाहिन्छ के मोबिला देखा त कान्छा कान्छा मोबिला पैसा चाहियो रे पैसा अतिले 100 दियो रे मैले 50 दियो भनेर पैसा कहाँ छ अरु
त्यहाँ खोइ नाचेको यता भिडियो बनाउनु भाउजू कुरा कुरा लाग्यो Hari baru nak, kau itu makan. Mira, हेर्नु पैसा कसरी झगाल्नु पर्छ आइडिया सिक्नुपर्छ यही कसले पो नाच्दियो झऱ्यो पैसा सबै झऱ्यो यहाँ गीत चोर्दैछ Jaket lar nato, jaket lar nato ni, jaket baju, jaket लगाइए तर घाटे अब दबाई दिनु मैले रेकर्ड भइरहेको थियो फेरि दबाई दिनु हामी सबै कलाउटे मेरो कलाउटे यही हो
आत्मा आउँदा मम्मी बोजूहरू नाचेछ अनि एकैछिन आइदियो होइन जाऊ जाऊ कस्तो किन्न त्यही गरम जाऊ मलाई नाच्न आउँदैन हो जानु तपाईँ नाच्नु जानु न नाच्न त्यहाँ नाच्न लाग्नु त जानु पालो पालो गरेर भिडियो गर जाऊ न
चाहिँ असफलले कराउँछ परिवार आउने बढी सासू किन लागेको म कति धेरै नाच्छु मोबाइल सँगसँगै नाच्दा नि भइगयो त हल्लेर के हुन्छ सृष्टि कहाँ हो होइन क्या सबैलाई देखाएको के सबै पकाए दाम्रो गयो
क्युटी छौ ब्युटी छौ अरूलाई धनको पात मायालाई पानको पात 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 अरूलाई धनको गुलियो जेरी हौ तिमी त मेरी हौ गुलियो जेरी हौ तिमी त मेरी हौ अरूलाई धनको पात मायालाई पानको पात 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 के हो त्यस्तो फरक लाग्ने नाच हेर न हेर फरक लाग्ने नाच है खाली खुट्टे डान्सर कल देख्नु किन यहाँ देख्न सक्नुहुन्छ सुकेर नाम होला जुत्ता रहेछ बाजे नातिनी सक्नु भएन हार खाएर जानुभयो हार खाएर जानुभयो सक्नु भएन नातिनीलाई अर्की काली ल्याएर न सुन्दरी संस्कारी तिमीमाथि मनकारी सुन्दरी संस्कारी तिमीमाथि मनकारी अरूलाई धनको पात मायालाई पानको पात 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 10 मिनेटको रहेछ 10 मिनेटको रहेछ यो गीत हटाएर लगाइदियो
अब एउटा मात्रै गीतमा नाच्ने अनि अरू खाने कार्यक्रम आमा त